कैला मुनि नाच्नु मन लाग्यो तिमी कहाँ छौ। सिङ्गापुरलाई पहिला अवस्था कस्तो थियो, लिक्वानले हात लिएपछि सिङ्गापुर आज कस्तो भयो, चाइनामा हेर्ने सी जिनपिङ कस्तो बनाए, त्यही वेमा छौँ हामी पनि। ढिलो चाँडो अवश्य हाम्रा नाति पनातिको पालामा चाहिँ हाम्रा पनि नेपाल चाहिँ त्यस्तै सिङ्गापुर अस्ट्रेलिया स्विजरल्यान्ड जस्तो हुन्छ कि भन्नु होला भन्ने चाहिँ हामीले कल्पना चाहिँ गरेको। ट्रेनको संरचनामा र विभिन्न पुलहरूकोमा हामीले यो प्रयोग गर्छौँ र सम्पूर्ण धरानकै लागि हो यो आज हामीले जम्मा गरेको। र यो धरानी जनताहरूको कुनै पनि व्यक्तिगत संरचनाहरू बनाउँदा चाहिँ त्यो बिक्री वितरण गरिन्छ कि गरिँदैन? त्यो गरिँदैन, त्यो चाहिँ बिक्री वितरण चाहिँ गरिँदैन र यो चाहिँ सिर्फ धरानको चाहिँ हाम्रो विकासको लागि मात्रै हो, अनि बिक्री वितरण चाहिँ हुन सक्दैन यसमा। धरानको विकासमा ठुलो टेवा पुर्याउने कुरालाई दुई मत रहँदैन। त्यसैले श्रमदाताहरूले यो ढुङ्गा यसरी कलेक्सन गरेर एक ठाउँमा स्टक गर्नुहुन्छ। स्टक गरिसकेपछि यो ढुङ्गाहरूबाट चाहिँ धरानको विकासमा प्रयोग भइरहेको छ। महानुभावहरू यति धेरै श्रमदाताहरू यहाँ भेला हुनुभएको छ यो खोलामा, र यो खोलाबाट जति पनि ढुङ्गाहरू सङ्कलन भएको छ यसलाई धरानकै विकासमा प्रयोग हुन्छ। र यो कुनै पनि कसैको व्यक्तिगत संरचना बनाउने कार्यमा यसलाई प्रयोग हुँदैन। र यसरी चाहिँ यो ठाउँमा अहिले ढुङ्गा निकाल्ने कार्य भइरहेको छ। दर्शकबिन, यो चाहिँ धरान 14 देखि पूर्वतर्फ झुलुङ्गे पुलभन्दा माथिल्लो ठाउँमा रहेको छ। यसरी यहाँ भित्र भनौँ यो डोजरले प्रयोग गरेर यहाँ ढुङ्गा निकाल्ने कार्य भइरहेको छ भने यता अर्को ठाउँमा चाहिँ यसरी ढुङ्गाहरू सङ्कलन भइरहेको छ। मेरो साथ आफै अगाडि सरेर उहाँ आफै यसरी ढुङ्गा उचालिरहनु भएको छ र उहाँको यो प्रेरणाले नै यति धेरै श्रमदाताहरू सहभागी भइरहनु भएको छ। र यति यो छ्याप्पै भनौँ यो खोला नै छ्याप्पै भइरहेको अवस्था छ। दर्शक महानुभावहरू यहाँ देखिरहनु भएको छ, यहाँहरूले यो ठाउँमा भएको ढुङ्गाहरू कहीँ पनि कतै पनि भनौँ यसलाई दुरुपयोग हुनबाट बचाइरहेको छ। र हाम्रो दाजुभाइ दिदीबहिनीहरू यसरी सहभागी भएर यो ढुङ्गालाई कलेक्सन गरिरहनु भएको छ। यसरी ठाउँ ठाउँमा ट्याक्ट्याक्ट्याकै ढुङ्गा कलेक्सन हुन्छ। त्यो कलेक्सन भएपछि यहाँ चाहिँ ट्र्याक्टर आउँछ। ट्र्याक्टरमा चाहिँ यसलाई लगेर स्टक गर्ने कार्य भइरहेको छ। दर्शकबिन, देखिरहनु भएको छ उता ट्र्याक्टर हो। ट्र्याक्टरमा चाहिँ त्यसरी यो जति पनि कलेक्सन भएको छ यो कलेक्सन भएको ढुङ्गालाई चाहिँ त्यहाँ लोड गरिन्छ। लोड गरेर चाहिँ सम्बन्धित ठाउँमा लगेर स्टक हुन्छ र स्टक भएको ढुङ्गालाई चाहिँ धरान विकासको लागि जति पनि आवश्यक ढुङ्गाहरू चाहिन्छ त्यहाँ प्रयोग गरिन्छ भनेर यो जानकारी प्राप्त भइसकेको छ। दर्शकबिन, दर्शक महानुभावहरू यसरी सम्पूर्ण दिदी बहिनी दाजुभाइहरू मिलेर यो ठाउँको चाहिँ
ठाउँमा यत्र तत्र छरिएर रहेका जति ढुङ्गाहरू छन् तिनीहरूलाई एक ठाउँमा केन्द्रीकृत गर्ने कार्य भइरहेको छ। यो केन्द्रीकृत भइसकेपछि यहाँबाट सम्पूर्ण ढुङ्गाहरूलाई चाहिँ एक ठाउँमा स्टक गर्ने कार्य भइरहेको छ। वैशाख आज 6 गति भइसकेको छ। अब बाढी आउने मौसम पनि बाढी आउने भनौँ बर्खायाम पनि हुन लागिरहेको छ। त्यसैले पनि यो ढुङ्गाहरूलाई बेलैमा कलेक्सन गरियो भने मात्र यो सुरक्षित हुन्छ, नत्र भने बाढीले बगाएर लानेछ। दर्शकबिन यहाँहरू देखिरहनु भएको छ यो सेउती खोलामा चाहिँ ढुङ्गा कलेक्सन गर्ने कार्य भइरहेको छ। धेरैलाई लाग्न सक्छ यहाँको ढुङ्गा कहाँ लगेको हो, के को लागि लगेको हो भनेर पनि यहाँहरूलाई जिज्ञासा हुन स्वाभाविक हो। तर यो ढुङ्गा यसरी यत्रचत्र छरिएर रहेको अवस्थामा धरानकै विकासका लागि यो ढुङ्गाहरू कलेक्सन भइरहेको छ। सम्पूर्ण महिला पुरुष अथवा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्ण श्रमदाताहरूको रूपमा धरानले एउटा नयाँ आयाम थपेको छ, जुन श्रमबाट केही न केही कार्य गर्न सकिन्छ भन्ने उद्देश्यका साथ यो अहिले एउटा उदाहरणीय काम बनेको छ। यो काम देखेर अहिले देशैभर यसरी श्रमदाताहरूको सहयोगबाट देशमा कुनै पनि कामहरू छिटो छरितो रूपमा गर्न सकिन्छ भन्ने एउटा उदाहरण पनि बनिसकेको छ। दर्शकबिन यसरी लामबद्ध भएर एक ठाउँको ढुङ्गा पास गर्दै हुनुहुन्छ। नमस्ते 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 नमस्ते। ढुङ्गा श्रमदान गरिँदैछ हो? ढुङ्गा बोकेर श्रमदान गरिँदैछ है? हातेमालो हो? यो ढुङ्गा चाहिँ कहाँ कलेक्सन हुन्छ भनेर केही थाहा छ तपाईँहरूलाई? मलाई चाहिँ थाहा छैन। थाहा छैन हो? हाम्रो लुगालाई लुगा भन्ने मलाई थाहै पो छैन। हामी भर्खरै आएको छ के हामीलाई थाहा छैन। भर्खरै हामी आइदिएको। जस तपाईँहरू नयाँ परियो है? ए हाम्रो लुगाहरूलाई नयाँ पुरानै हो र हो? जस ढुङ्गा आज बोकेर श्रमदान गरिँदैछ होइन? श्रमदान गरिँदैछ र अब गर्नुपर्ने अवस्था पनि हो देखियो होइन? सबैको श्रमदानले एक एकवटा हात जुट्यो भने होइन छिटो विकास हुन्छ। छिटो विकास हुन्छ। अथवा मिलेर समुद्र बन्यो भने जस्तै देश विकास त पक्कै हुन्छ। तर जुट्नु चाहिँ पर्यो। जुट्नु पर्यो होइन? मात्रै भएन, मनले गर्न पनि पर्यो। त्यो चाहिँ हो। जुट्न त सबै जुट्छ नि, आउँछ नि यसो हावाला गर्ने, फोटो सोटो खिच्ने त्यस्ता पनि हुन्छ नि। अनि टाप कसने होइन? होइन आएर सबै आएर एउटा एउटा ढुङ्गा मात्रै बोकिदियो भने नि ठुलो सहयोग हुन्छ नि त होइन? इमानदारीताका साथले लाग्यो भने जस्तो तपाईँको अहिले हर्क साम्पाङले एउटा देश बनाउने एउटा भिजन प्लान बनाउनु हो। तपाईँ हेर्नु सक्नुहुन्छ नि इतिहासको कुरा हेर्ने हो नि, सिङ्गापुरलाई
पहिला अवस्था कस्तो थियो किक्वानले हात लिएपछि सिङ्गापुर आज कस्तो भयो चाइनामा हेर्ने सी जिनपिङ कस्तो बनाए त्यही वेमा छौँ हामी पनि ढिलो चाँडो अवश्य हाम्रा नाति पनातिको पालामा चाहिँ हाम्रा पनि नेपाल चाहिँ त्यस्तै सिङ्गापुर अस्ट्रेलिया स्विजरल्यान्ड जस्तो हुन्छ कि भन्नु होला भन्ने चाहिँ हामीले कल्पना चाहिँ गरेछ सोचेका छौँ तर यी बुढा नेताहरूले होइन राम्रो काम गर्नेलाई सबै के अरे हतोत्साहित गर्ने होइन मोरल डाउन गर्ने काम गरिराखेका छन् त्यो त गरिहाल्छ नि तपाईँको उनीहरू हिजोदेखि खाइ खुरी सबै भए वर्को भ्रष्टाचार गर्ने मान्छेले आज एक दुईजना आएर चाहिँ राम्रो काम गर्ने मान्छेहरूलाई देख्दाखेरि त त्यो त गर्नु परेको नि भोलि उनीहरूको रोजीरोटी गुमिन्छ है त्यो मिलेर खाने चाबा थुङ्बा भन्छ हाम्रो तामाङ भाषामा चाहिँ त्यही बन्द हुन्छ चाबा थुङ्बा नै बन्द हुने भयो होइन अनि विरोध गर्नु पर्यो लडाउनु पर्यो त्यो त गरिहाल्छ उनीहरू केन्द्रमा छ आफ्नो आफूले गरेको नराम्रो कर्तुतहरू खोलिनु भएन होइन राम्रो मान्छेले त सबै खोलिदिइहाल्छ खोल्यो त केहीले खोल्यो यस्तो भ्रष्टाचार भारत ऊ जेलतिर पसिरहेको त होइन यस्तो त हामी बुझ्छौँ नि अबको जनता नि अनपढ छैन सबैले बुझिरहेको छ वास्तविक अर्को कुरो नि जस्तो यो अहिले सामाजिक सञ्जालको ठुलो प्रभाव छ नि त होइन युट्युब होस् फेसबुक होस् चाहे टिकटक होस् कुनै पनि सामाजिक सञ्जाल त्यसलाई नै बन्द गर्छौँ भन्छ नि त भनिरहेछ किन रहेछ हौ तपाईँको विचारमा चाहिँ के रहेछ अब यही हो भन्न चाहिँ सकिँदैन हेर्नुहोस् यही थ्रेट एउटा चाहिँ हामी बुझाएको छैन यस्ता समाजमा धेरै विकृतिहरू पनि आइरहेछ यी सोसियल मिडियाको कारणले गर्दाखेरि अनि त्यो विकृति ज्यादा बढेको कारणले गर्दा पनि एक किसिम हुनसक्छ अब तपाईँ हामीले सोचे जस्तो कतिपय कुरा राजनीतिक कुराले हो कि भन्ने कुरा पनि हो त्यो नहुन पनि सक्छ ज्यादा विकृति विसङ्गति होइन र यी सोसियल मिडियाबाट चाहिँ कतिपय मान्छेलाई स्क्याम गरेर लाखौँ लाख डुबाइदिरहेछ खाइदिरहेछ यसले गर्दा पनि चाहिँ वास्तवमा त्यो हो भन्ने एउटा हाम्रो चाहिँ नराम्रो काम जसले गर्छ त्यसको चाहिँ उडाइदिँदा हुन्थ्यो होइन तर के अरे बिरुवा नै उखेलेर फालिदिएपछि के को बोट चाहियो भन्ने कुरो त्यो चाहिँ फेरि अलिकति फेरि हामी 21औं शताब्दीका होइन सचेत एउटा नागरिक मान्छेहरू होइन हामी चाहिँ अलिकति अँध्यारोमा बन्देजमा परिन्छ कि भन्ने खालको किसिमको राम्रो मान्छेलाई चाहिँ घाटा पर्ने पर्यो होइन ल हस् त यहाँलाई धेरै धेरै दर्शकबिन यहाँ पनि यसरी मजाले उहाँहरूले एकअर्कामा पास गरागर गरेर यति ठुलो ढुङ्गाको रास बनाइसक्नु भएको छ नमस्ते 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 ढुङ्गा बोकेर श्रमदान भइराखेको छ होइन यता नमस्ते 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 ढुङ्गा बोकेर श्रमदान भइराखेको छ होइन महानुभावहरू यसरी लामबद्ध भएर हाम्रो छोरीचेली दिदीबहिनीहरू दाजुभाइहरू एकअर्कामा ढुङ्गा पासापास गरेर यहाँ चाहिँ यति धेरै ढुङ्गा कलेक्सन गरिसक्नु भएको छ थुपारिसक्नु भएको छ अब यो थुपारिएको ढुङ्गालाई चाहिँ ट्र्याक्टर माध्यमबाट चाहिँ एक ठाउँमा स्टक हुनेछ स्टक गरिसकेपछि त्यसलाई त्यो ढुङ्गालाई चाहिँ धरानको कुनै पनि निर्माण कार्यमा लगाइने भनेर बताइसकिएको छ त्यसैले दर्शकबिन ल है ल दिदीबहिनीहरूको जोस
दर्शकबिन यसरी मिठो धुनका साथ गायनको साथ उहाँहरू यो श्रमदान गरिरहनु भएको छ। नाच्नु मन लाग्यो तिमी कहाँ छौ ल है दर्शक महानुभावहरू यसरी एउटा गीत गाउँदै श्रमदान गर्दै यसरी गीत गाउँदै एउटा सङ्गीतको भरमा कुनै पनि श्रम गरिन्छ अथवा काम गरिन्छ अनि त्यो काम गरेको पनि अथवा भनौँ न कुनै त्यसको महसुस नै हुँदैन। त्यस्तो सङ्गीतका साथ त्यसरी एउटा मनोरञ्जन गर्दै यो श्रमदान भइरहेको छ। दर्शक महानुभावहरू यहाँहरूलाई मैले यति नै। दाजु यो ढुङ्गा नि आज कलेक्सन भइरहेको छ, यो ढुङ्गा कहाँ चाहिँ गएर स्टक हुन्छ? यो अहिले चाहिँ हामी ओसोको यता वारी क्षेत्रमा एउटा हाम्रो त्यहाँ खाली जग्गा छ, त्यहाँ चाहिँ ओसोको अल्लोपट्टि त्यो अहिले जुन मन्दिरको उतापट्टि त्यो मन्दिर ठाडो झन् मन्दिर भेटाउँछ, मन्दिरको उतापट्टि यो चाहिँ हाम्रो के अरे धरानमा नगरमा विभिन्न वडामा विभिन्न ठाउँहरूमा हाम्रो चाहिँ आवश्यकता परिरहेको अवस्था छ। त्यस कारणले गर्दा आज हामीले श्रमदाताहरूसँग के अरे सबै मिलेर हामीले इकट्ठा गर्दैछौँ। यो हरेक वडाको चाहिँ ड्रेनको संरचनामा र विभिन्न पुलहरूकोमा हामीले यो प्रयोग गर्छौँ र सम्पूर्ण धरानकै लागि हो यो आज हामीले जम्मा गरेको। र यो धरानी जनताहरूको कुनै पनि व्यक्तिगत संरचनाहरू बनाउँदा चाहिँ त्यहाँ बिक्री वितरण गरिन्छ कि गरिँदैन? त्यो गरिँदैन, त्यो चाहिँ बिक्री वितरण चाहिँ गरिँदैन र यो चाहिँ सिर्फ धरानको चाहिँ हाम्रो विकासको लागि मात्रै हो, अरू बिक्री वितरण चाहिँ हुन सक्दैन यसमा। जस्तो अब यो त 14 नम्बर भयो नि, 14 नम्बरमा नि धेरै विकास त गर्नु बाँकी होला। बाँकी छ। तर यहाँको जनताले चाहिँ के भनेका छन् कि छैन? यहाँको जनताले चाहिँ अब त यहाँ उहाँहरूको पनि एउटा ड्रेनको यहाँ यो ड्रेनहरू बनाउनु पर्ने विभिन्न कुराहरू छँदैछ, त्यो म नगर प्रमुख सामु आइसकेको छ र उहाँले सम्बोधन पनि गरिसक्नु भएको छ, त्यो बन्छ। तर यो चाहिँ समग्रमा अहिले भोलि उहाँहरूलाई पनि यहाँ आवश्यक परेको बेला हामी अन्य कहीँ ठाउँबाट हामी कलेक्ट गरेर राखेको छौँ, उहाँहरूको डिमान्डहरू चाहिँ हामीले पुरा गर्ने जमर्को गरेको छौँ र मेयरज्यूको प्रतिबद्धता पनि त्यही हो। जस्तो उता लगेर कलेक्सन गरियो नि, गरेपछि 14 नम्बरमै आवश्यक पर्यो भने नि ल्याउँछौँ, किनभने यो चाहिँ बेतरतिब यो तितर भएको कारणले गर्दा यो फेरि आउने बाढीले अझै लाने भएको कारणले गर्दा हामीले अहिले चाहिँ यो नगरकै लागि विभिन्न 20 वडाको लागि हामीले कलेक्सन गरेर राखेको यहाँलाई यति भन्न म चाहन्छु। आज कति ढुङ्गा कलेक्सन होला? आज खासै अब ढुङ्गा धेरै कलेक्सन गर्ने हाम्रो हो, धेरै मान्छेहरू उपस्थिति भइसकेको छ श्रमदाताहरू, तर हामीले त्यो ट्र्याक्टरहरू अलिकति नपाएको अवस्था छ र यसमा पनि हामीले चाहिँ अब प्रोसेस अगाडि गरिरहेका छौँ। दत्तदाई लागिराख्नु भएको छ, आउँछ होला र आज 12-15 को हिजो कस्तो कुरा सुनेको थियो, तर आज त्यति ट्र्याक्टर नआएको अवस्था छ र यसमा चाहिँ अब हामीले के कारणले आएन, कसो कारणले आएन भन्ने कुरा चाहिँ हाम्रो दत्त कुमार लिम्बूसँग नै बुझ्दा हुन्छ कि उहाँ नै आधिकारिक हो यसको लागि र उहाँसँग हामी बुझ्ने जमर्को गरिरहेको छौँ। उहाँको लागि चाहिँ ट्र्याक्टरहरू व्यवस्थापन गर्ने चाहिँ हाम्रो हजुर दत्तदाई हुन्छ, उहाँलाई नै बुझ्नुपर्छ र हामीले चाहिँ फलोअप चाहिँ गरिरहेका छौँ। किन आएन, कसरी आएन, मेरो साथीले बार भनिरहनु भएको छ। जम्मा कतिवटा आज 14-15वटाको भन्ने चाहिँ भनेको, तर त्यति नआएको अवस्था छ। त्यस कारणले गर्दा हामीले अझै पनि दत्तदाई उता लाग्नु भएको छ, कलेक्सनकै लागि होला। केही समय पछाडि अब हजुरहरूको चाहिँ भिजुअलले नै सबै कुरो दर्शाउनेछ। हामीले भन्नुभन्दा पनि हामी मिडियाका साथीहरूले
गर्नुभएको जुन एउटा श्रमदान यसैले चाहिँ हाम्रो ठुलो त्यहाँ पुगेको हामीले अनुभूति गरिरहेका हुन्छ। हजुरको शुभ नाम पनि हजुर मेरो दिनेश बान्ता हो। हजुर पुर्खौली चाहिँ मेरो हजुर सधैँ खटिरहनुहुन्छ होइन? हस् त हजुर धन्यवाद। फरक शैली फरक धार सबै समाचार एकै साथ नुमापुङ खबर टिभी।